आजको पालो रहेको छ ज्ञानोदय आयुबाट दिपेश खत्री। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। आदरणीय आजको कार्यक्रमको सभापति महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथिज्यू र न्यायको तराजु साथेर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, मेरा प्रतिस्पर्धी साथीहरू र यहाँ उपस्थिति महानुभावहरूमा म श्री गान्धी आदर्श विद्यालयबाट उपस्थिति विद्यार्थी दिपेश छेत्रीको स्वीकार गर्नुहोस् न्यानो नमस्कार। आज यस विद्यालयको 61औं घरमा म मञ्चमा उभिएर आफ्नो पढाइसँगै नैतिक शिक्षाको महत्त्व भन्ने विषयमा आफ्ना विचारहरू राख्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यो अवसर जुटाइदिनु भएकोमा यस विद्यालयको परिवारलाई म हार्दिक धन्यवाद प्रकट गर्दछु। सभापति महोदय, आजको आधुनिक युग विज्ञान र प्रविधिको युग हो। हामी प्राविधिक रूपमा सक्षम भइरहेका छौँ र आकाश छुने सपना देखिरहेका छौँ, तर के केवल भोगन्ते विद्या, सर्टिफिकेट र उच्च अङ्कले मानिस पूर्ण बन्न सक्छ? कदापि सक्दैन। पढाइले मानिसले सक्षम बनाउँछ, जीविकोपार्जन सिकाउँछ, बौद्धिक र विकास गराउँछ, तर नैतिकताले मानिस बनाउँछ। अब जानु नैतिकता भनेको के हो? नैतिकता भनेको कर्तव्यको पालना गर्नु, इमानदार हुनु, समाजमा मेलमिलाप गरेर बस्नुलाई नै नैतिकता भनिन्छ। यदि कुनै व्यक्ति चाहिँ विश्वको ठुलो शैक्षिक डिग्री छ तर उसले दया, माया, कदर केही गर्दैन भने उसको शिक्षाको कुनै मूल्य नै छैन। चरित्रविहीन शिक्षा त सुगन्धविहीन फुल, बाहिरबाट देखिँदा जस्तो भए पनि कसैलाई पनि आनन्द दिँदैन। आजको विद्यालयमा डाक्टर, पाइलट, इन्जिनियरहरू जन्मिरहेका छन्, तर किन बढी समाजमा भ्रष्टाचारी, अपराधी र स्वार्थीहरू बढिरहेका छन्? यसको मुख्य एक कारण हो शिक्षामा नैतिकताको कमी। हामीले पुस्तक पढेर परीक्षा उत्तीर्ण हुने सिक सिक्यौँ, तर जीवनको परीक्षा उत्तीर्ण हुने सिक सिकेनौँ। पढाइ र नैतिक शिक्षाको सम्बन्धको कुरा गर्दा नैतिक शिक्षाले निम्न कुराहरू सिकाउँछ। 1. सन्तुलित व्यक्तित्वको निर्माण। पढाइले दिमागलाई तिखो बनाउँछ, तर नैतिकताले हृदयलाई विशाल बनाउँछ। समाजमा एक असल व्यक्ति बन्नको लागि नैतिकता र हृदय दुवै सन्तुलित हुनुपर्दछ। 2. संस्कार, अनुशासन र संस्कार। नैतिकताले व्यक्तिले अनुशासन सिकाउँछ, तर अनुशासन बिनाको पढाइ अहितकारी बन्न सक्छ, तर नैतिकताले विनम्रता सिकाउँछ। 3. समाजमा सकारात्मक रूपान्तरहरू। आजभोलि समाजमा शिक्षित व्यक्ति मात्र होइन, दीक्षित र संस्कारी व्यक्तिको खाँचो छ। नैतिक मूल्य मान्यता बोकेको विद्यार्थीले मात्र भोलि गएर देशको सही नेतृत्व गर्न सक्छ। विद्या ददाति विनय, अर्थात् शिक्षाले विनयशीलता र नम्रता दिन्छ। यदि हाम्रो पढाइले संस्कार र नम्रता ल्याउँदैन भने त्यो शिक्षा अधुरो छ। उपस्थिति महानुभावहरू, शिक्षाको वास्तविकता उद्देश्य केवल जागिर खानु र पैसा कमाउनु मात्र होइन, बलिक समाजलाई सही निर्देशन पनि दिनु हो। त्यसैले आजको समयमा पाठ्यक्रममा पढाइका साथसाथै नैतिक शिक्षाको समावेश गरिनुपर्छ। घरमा अभिभावक र विद्यालयमा शिक्षकले विद्यार्थीले अङ्क ल्याउने मेसिन मात्र होइन, उनीहरूले एक असल व्यक्ति बन्न प्रेरित गर्नुपर्दछ। अन्त्यमा यदि पढाइ जीवनको जग हो, बलियो जग हो भने त्यो जग नैतिकता त्यो जगमा उभिएको बलियो खम्बा हो। जग जतिसुकै बलियो पनि खम्बा बिना घर बन्न सक्दैन। त्यसैले